मेरो नाम लक्ष्मी महतो, लालबन्दी 1 नवलपुरमा मेरो घर छ। यो हिजो मेरो अर्धाङ्गिनी यानि कि श्रीमती मृत्युको मुखबाट बच्न सफल हुने मुख्य कारण नवलपुर सर्वोदय उपचार केन्द्रका जति पनि प्राविधिक डाक्टरका टिमहरू छन् त्यसलाई पहिला मुरी धन्यवाद दिन चाहन्छु र उहाँहरूको अथक प्रयास र मेहनतले गर्दा आज हामी एकअर्कासँग बस्न सफल भएका छौँ। नभए यो जुन हाम्रो तराई भेगमा विषालु सर्पको टोकाइको कारणले गर्दा अचानक धेरैको मृत्यु हुने गरेको छ। त्यसलाई मध्यनजर गरेर नवलपुर सर्प दंश उपचार केन्द्रमा ल्याउँदा जतिसुकै मेहनत गर्दा पनि हाम्रो प्राविधिकहरूले मेहनत गर्दा गर्दै पनि केही त्रुटिको कारणले गर्दा, जस्तो कि हामीसँग भेन्टिलेटर छैन, आइसियु छैन, त्यो सञ्चालन गर्ने दक्ष जनशक्ति छैन। दक्ष जनशक्ति र भेन्टिलेटर नभएको हुँदा यो जुन स्थानीय सरकार छ नगरपालिका, त्यसले विशेष ध्यान दिएको कारणले गर्दा यसलाई लालबन्दी नगरपालिकाको पनि यो एउटा अङ्ग हो, यसलाई पनि केही गर्नुपर्छ भन्ने धारणा नभएर आज यो विशेष किसिमले खराब हुने अवस्थामा छ। धेरैले अकाल मृत्यु पर्ने हुन्छ र सानो सानो कुरो उपचार गर्न आउने मित्रहरूलाई म के भन्छु, यो आकस्मिक हुने चिज हो। यहाँ आउँदाखेरि डाक्टरलाई कुनै पनि किसिमको प्रेसर दिने काम नगरिदिनु होला। संयमताको साथ यदि उपचार गराउनु आउनुभयो भने त एकदम सफल हुन्छ। किन हिजोको दिनमा जुन यो कोब्राको टोकाइ थियो, लगभग चौथो चोटि हुँदै पनि विष फैल्दै पनि माइन्ड फ्री तरिकाले हाम्रा प्राविधिक मित्रहरूले जुन उपचार गर्नुभयो त्यसले धेरै राम्रो सफल उपचार दिन सफल हुनुभएको छ। उहाँहरूलाई विशेष धन्यवाद दिँदै र सम्पूर्ण ग्रामवासीलाई म के अनुरोध गर्न चाहन्छु र साथै नगरपालिकाको टिमलाई के आग्रह गर्न चाहन्छु, यो नवलपुर सर्वोदय उपचार केन्द्र लालबन्दी 1 लाई सहज तरिकाले चलाउने, आफ्नो आम्दानीबाट केही रकम यो संस्थालाई सहयोग गरिदिनुहोस् र नगरपालिकालाई यो पनि नगरभित्रको एउटा अति आवश्यक अस्पताल हो, यसलाई सञ्चालनमा राख्नुपर्छ भन्ने धारणाको साथ आफूबाट सहयोग गरिदिनु हुन हामीलाई धन्यवाद दिँदै म आफ्नो विचार व्यक्त गर्दै आज र भोलिका दिनमा यस्ता समस्या आउँदा हाम्रो प्राविधिक मित्रहरूलाई कुनै किसिमको समस्या नहोस् र आवश्यक पर्दा सम्पूर्ण गाउँवासीलाई सहयोग गर्न अपेक्षा र आशा गर्दै म यति मात्रै भन्दै म आफ्नो सबैको आशा